मेरो नाम उर्मिला कार्की हो। म 27 वर्षको भएको छु। This is our bedroom. पालमा बस्नु दिउँसो एकदमै गाह्रो छ तपाईको, एकदम घाम लाग्ने प्लस तपाईको अब त्यहाँ चाहिँ जनावर कुकुरहरू पनि त्यही वरिपरि हिँड्दा चाहिँ एकदम आफूलाई चाहिँ एकदम कस्तो कस्तो ठाउँमा गएर बसेको जस्तो मरुभूमिमा जस्तै लाग्ने गर्मीले। हाम्रो उद्योग चाहिँ अहिले जीर्ण अवस्थामा भयो। अब 1.5 करोड भन्दा बढीको नोक्सानी भयो। अब हामीलाई यो चाहिँ फेरि सुरु गर्नलाई टाइम लाग्छ। अर्गनाइजेसनले लोन लिएर अनि हाम्रा संस्थाका पुराना संस्थापकहरू देश बाहिर हुनुहुन्थ्यो, उहाँहरूले केही पैसाहरू उठाएर पठाउनुभयो, केही हामी आफू संस्थाका मान्छेहरूले फन्डरेज गर्यौं आफै भित्र। मुख्य चुनौती भनेको हामीलाई अब कसरी यो भइरहेको हाम्रो परिवारलाई पाल्ने, जुन हाम्रो 4-5 सयको परिवार छ, काम गर्ने टिम यसलाई अहिले यो घरमा आएको पछाडि चाहिँ मलाई चाहिँ आफ्नै एउटा घर जस्तै लागिरहेको छ। यहाँको वातावरणहरूदेखि लिएर यहाँको हाइजेनिक कुरा देखेर अब त्यहाँ पालमा बस्दा र यहाँ छुट्टै बस्दा चाहिँ तपाईको आफ्नो एउटा सेकेन्ड घर जस्तो लागिरहेछ।